दैवी अरे अनि के गरेको यो भाउजू बनाउँदै मलाई नन्न बनाउँदै मलाई त अझै नम्बरै छोड्दिला मलाई नि उसमा खाइ मोबाइल राखेर हुन्छ बा आमा बा बाहिर आउनुहोस् न बाहिर आउनु भने मम्मी बा बुहारी लिएर आएँ मैले बिहे गरेर ए बुहारी ल्याइहालेछस् छोरा ठिकै गरेछस् घरमा अलि दुःख पनि भएको थियो के को ठिक्क भन्छस् यार यसलाई त मैले अहिले बिहे नगर भनेको मान्दैन हाम्रो दाइले भनेको कहाँ मान्छ र जस्तो पाए त्यस्तै ल्यायो बहिनी त पनि धेरै छुची नभन्न बुढी जाऊ बाबा मम्मीसँग आशीर्वाद लियो बुबा ढगरे आमा ढगरे बुहारी भाग्यमानी भएस् बुहारी हेर्दा त संस्कारी जस्तो छ यसो ढोगेको देख्दाखेरि त आँगनमा ढिङरिङ उभिएर हेरिराख्ने मात्रै हो कि बुहारले पनि भित्राउने हो राम्रोसँग सोधेर ल्याएको भए पो तामझाम गरेर भित्राउनु जसरी ल्याउनु भयो त्यसरी लानु कसैले पनि दियो कलश राखेर तपाईँको बुढीलाई भित्राउँदैन नानी दाइले नयाँ नयाँ दुले ल्याएको बेलामा त यसरी झगडा गर्न हुँदैन नि चुप लाग्नुहोस् तपाईँ खुबै भोज खान पाउँछ भनेर दुलैलाई बिचमा चेपेर ल्याउनु भयो होला होइन नकरा न छोरी त त कति छुची भयो दाइले भाउजूलाई लिएर आए त के भयो भित्र भित्राउनै नपाउँदैखेरिमा त आँगनैबाट फिर्ता पठाउन आँटिस् कि क्या हो कमसे कम भाउजूलाई त भित्राउन दिनुपर्छ नि पहिलो छुच्चो रूप देखाइहाल्छ नकरा त पनि चुप लाग छोरीले जे भन्दैछ ठिक भन्दैछ कस्तो घर घरानको बुहारी भित्र्याएर मर्यो खै यसलाई त दुईटा खुट्टा टेकेको भए पुग्छ ल ल तपाईँहरूको किटकी सुनेर म के बस्ने मेरो घरमा कति धेरै काम छ म त लागेँ बुढी घरका मान्छे यस्तै न अब पछि ठिक भइहाल्छ जाऊ ए बक छोरा बहिनी रिसाए भनेर बुहारीलाई त्यतिकै भित्र लानु त भएन नि रीतिरिवाजसँग भित्राउनु पर्यो नि ओइ छोरी जा अम्खारा गरेर लिएर आइज भाउजूलाई भित्राउनु पर्छ आफ्नो रित त गर्नु पर्यो नि जाऊ यो डोकोको चाक बुन्दा पनि हैरान भइसक्यो होइन हौ बुढी तिमी त बिहानै गएको मान्छे आउने समय यही हो होइन घरमा तपाईँ काम गर्ने मान्छे हुँदा हुँदा म एकछिन गाउँमा डुलेर आउन के भयो त बुढोसँग अझ मुखमा लाग्नलाई लाज लाग्दैन म हजुरसँग मुखमुखे लगाएको होइन तपाईँले मलाई कति धेरै माया गर्नुहुन्छ मेरो प्यारो बुढा हो नि तिमीलाई धेरै माया गरेर त पुलपुलाएको छ नि बरु भन तिमी चाहिँ कहाँ गएर आएकी कहाँ हुने र सागरले बिहा गरेको रहेछ बाटामा भेट भएको थियो उसको घर गएर आएको ए भनेपछि त मेरो बुढीलाई त भोक लागेको छैन होला के अरे सागरकोमा गएर टन्नै भोज खाएर आयो होला है के को भोज खाने र बुढा दुलै भित्र नपाउँदै उसको बहिनी आएर झगडा गर्न थाली तर सागरको बहिनी त लास्टै छुची है बरु मेरो नन्दै ठिक हुनुहुन्छ म यो घरमा भित्रेर आउने बेलामा कति राम्रोसँग स्वागत गर्नुभएको थियो हो नि सबैको नन्द त कहाँ एउटै हुन्छ र त्यही पनि मेरो बहिनीले तिमीलाई राम्रो गर्दा गर्दा तिमी बहिनीसँग दिनरातभरि झगडा गर्छौ के भन्नु र है होइन के बुढा हामी नन्द भाउजू भनेको झगडा गरेको होइन त्यो भनेको माया बढेको असाध्यै बुढा मैले त नन्दलाई त यता हुने देख्दैन के थाहा तिमी जस्तो त होला नि गाउँ गाउँ डुल्ने
छोराबारीको बुढाबुढीले पनि गर्नसम्म गरे यार। कहाँ जाउँला भनेर सायद गरेको, अरू कपडा पनि धुवा थिएन, के गर्ने होला। छ्या बुढा पनि आज के भएको छ? आज खुब जिस्केर बस्नु भएको छ। खै बुढी, किन हो किन आज त साह्रै जिस्किनु मन लागिरहेको छ। अरू बेला चाहिँ जिस्किने बेलामा भुसुक्क सुत्नुहुन्छ, अहिले चाहिँ तपाईँलाई दिउँसै दिउँसै जिस्किन मन लाग्यो। बुढीले पनि के भने होला, मनले चाहे बेलामा त दिनौसी रातो जतिखेर जिस्किने भयो नि। त्यही पनि म अरूसँग जिस्किन गएको छैन के अरे, आफ्नै बुढीसँग हो के अरे जिस्केको। बरु सुन न बुढी, मलाई फेरि त्यही फ्ल्यासब्याकमा जानु मन लागिरहेछ। के हो त्यो फेरि ब्ल्याक फ्ल्यास भनेको? जे होस्, मेरो बुढीले इङ्ग्लिस नजाने नि मलाई ढुक्क छ। त्यो फ्ल्यासब्याक भनेको के हो नि बुढी, हाम्रो त्यो पहिलो रात के स्वागरात, बल्ल बुझ्यो, मनाउनु परेन त फेरि। ए भनेपछि मेरो बुढालाई फेरि सगरात मनाउन मन लागेछ? मन त लागिरहेछ नि। फेरि आज घरमा बहिनी पनि छैन, के छ विचार? हजुरको इच्छा। उसो भए केलाई पर्खिने त? होइन है सागरे, हामीलाई त खाइ नदिकन बिहा गरेको जस्तो के हामीलाई भोज खानु पर्छ भनेर हो कि के हो नभनेको? ल अहिलेको जमाना पनि कहाँ त्यसरी सबैले गाउँलेलाई खबर गरेर भोज खुवाएर बिहे गर्छन् त भने। हुन त खानदानले नै भोज नखाइकन बिहा गरेको, तैँले पनि के खाउँथिस्? बरु कस्तो दुलै ल्याछ कुनी, यसो दुलैको मुख हेर्न पाएन नि हो नि हो। ल हाम्रो काकीलाई पनि के सोध्न मन लाग्यो होला। हजुरले बिहे गर्दाखेरि हजुरको मुख कस्तो थियो त्यस्तै त हो नि। त्यो त हो क्या रे केटा, तर अहिलेको बिहे र उ बेलाको बिहे धेरै फरक छ। अब स्वागरात त राम्रै मनाइस् होला क्या रे, छिटै नातानाति देख्न पाइयोस् हाम्रो सागरेको। देख्न पाइहाल्छ नि काकी, अरूले त बच्चा जन्माउनलाई 9-10 महिना लाग्छ, म त 7 महिनामै जन्मिदिन्छु। म अलि फेरि एक्स्ट्रा खालको छु के। बरु अहिलेलाई म लाग्छु काकी, अब दुलै हेर्नु भन्नुहुन्छ, अब यसो समय मिलाएर आउनु न घरतिर। ल ल समय मिलाएर भन्छ के अरे, तैँले नआइज भने नि म त आइहाल्छु नि। ल ल काकी ल। ल बुढी छोराले बिहे त गर्यो, कस्तो घरको छोरी चेली परी थियो, एउटा ढलेको सिनको समेत उठाउन्न। त्यही त अनि बुढा, बरी चेली भएर त उहाँ मान्छेका 4 बजे उठेर सबै काम कुरा गर्छन्, यसले त कुनै काम पनि गर्दिन त। होइन हौ, नयाँ बुहारीको सासू ससुरा के छ हालखबर? के हुनु त यस्तै हो, बुढाबुढीको कथाङको तुङ यस्तै बोल्नु पर्यो। होइन, नयाँ बुहारी भित्र आएपछि त खुसी हुनुपर्ने, तपाईँहरू त निराश देखिनुहुन्छ। किन बुहारी कतिले परेन के हो? अब बुहारीको बानी बेहोरा के छ कसो छ भन्ने कुरो त हामीलाई पनि थाहा भएन। गतिले बुहारी भइदिएको भए त बिहानै उठेर चुलो दैलो गर्नुपर्ने, खै के खालको हो केही बुझ्या छैन। चुलो दैलो चिया सागको कुरा नगर्नुहोस् न बुढो, आजकलका बुहारीहरू त सासूले खाना बनाएर ओछ्यानमा लगिदिनु पर्छ, उल्टै खुट्टा पनि मिच भन्न बेर लाउँदैन। हो, खुट्टा नमिच्नलाई त गतिलो खानदान हेरेर बिहा गरिदिनु पर्यो नि छोरालाई। अब गतिलो केटी हेरेर बिहा गरिदियो भने त हाम्रो पनि सोध्थ्यो नि, तर आजकलको केटाकेटीहरू कहाँ मान्छन् र, आफू मन पराएर विवाह गरिहाल्छन्। लास्टमा बुहारी गतिले भएन भने दुःख पाउने त हामी बुढाबुढीले हो नि। बुढा छोडिदिनुहोस् हजुरले पनि, अब उनीहरू छोराबुहारी खुसी भइगयो नि, हामी नि दुःख सुख गरेर भए पनि खुसीले बाँचौँला, दुःख नमान्नुहोस् हजुरले। सुन्नुहोस् न बुढा, आधा जिन्दगी त बुहारी बिहे गरेरै कट्यो भने आधा जिन्दगी पनि जसो तसो कट्ला नि त। त्यस्तो होइन नि दिदी, आधा जिन्दगी त हामीले बुहारी बिनै कटायो। अब त छोरा ठुलो भइसक्यो, छोराले पनि बुहारी भित्राइसक्यो, अब त छोरा बुहारीको आसमा बाँच्ने हो नि। ल अब धेरै कुरा नि के गर्नु, नयाँ बुहारी हेर्नु आएको बुहारीलाई बोलाउनुहोस् न, यसो बुहारी पनि हेरौँ। फेरि टाढाबाट बिहा गरेको बुहारी त संस्कारी हुन्छ भन्छन्। ए
बोलाइदेऊ नि त बुढी, बुहारीलाई बोलाइदेऊ। दुलै ए दुलै बाहिर आऊ नानी। ए बुहारी त नि निकै संस्कारी रहेछ नि। हो नि साली, बुहारी एकदम संस्कारी भएर त बिचै ढोकामा बसेको छ नि। यस्तो संस्कारी नभए त अन्यत्र बस्थ्यो नि। अनि बुहारी तिमी त माझ ढोकाको सङ्घारमा आएर थुचुक्कै बस्यौ, अनि उहाँ सानीमा सासूलाई यसो नमस्कार समस्कार गर्नु पर्दैन त? त्यही हो त संस्कारी भएको। ए मैले त भन्नै बिर्सेछु। काकी नमस्ते। छिटो भयो कि नानी नमस्कार गर्न, तिमीले बिर्स्यौ जस्तो छ संस्कारी बुहारी। बुहारी बरु काकीलाई तिर्खा लागे होला, टाढाबाट आएको, यसो पानी ल्याएर देऊ न। भयो भयो पर्दैन, यस्तो संस्कारी बुहारीलाई के काम हराउनु। ल त्यस्तो नभन्नुहोस् न काकी, घरमा आइसकेपछि एक गिलास पानी त खाएर जानु न, म ल्याइदिन्छु। भयो भयो पर्दैन, आजभोलिका बुहारी सङ्घारमा बस्नुहुन्न भने त थाहा रहन्छ। जे होस् घरमा आएको पाहुनालाई पानी खाएर जानु चाहिँ भन्न जानु कि रहेछ। त्यही त अनि बहिनी। ल खाऊ पानी। खुब गाउँतिरको मान्छे आएर मलाई संस्कार नभएको बुहारी भनिदिइरहेछ है अझ। होइन हे बुहारी, घरमा आएको पाहुनालाई तिमीले गर्ने व्यवहार यही हो। अनि म के गरौँ त? फुलमाला लिएर स्वागत गरौँ त? मलाई खुब बिडा संस्कारी भनिदिइरहेछ यसले। पिउँदिन म तिम्रो पानी सानी, झन् नयाँ दुलै हेर्नु भनेर आएको, जस्तो मान्छे त्यस्तै रहेछ पानी बेहोर पनि। अनि तिमी के हेरेर बसिरहेको? तिमीलाई त पानी तिर्खा लागेको थियो नि, पानी पिउ न त नि। यस्तै हो मेरो मुख, मेरो मुख हेर्न मन छैन भने किन हेरेर बसिरहन्छ? जाऊ न यो घरबाट उठेर। तिमीले जाऊ भन्नै पर्दैन, खुब समाज कोही पनि नचाहिने जस्तो गर्दिरहेछ। बुहारी तिम्रो यस्तै बानी व्यवहार भयो भने तिमी मर्ने बेला कोही मान्छे आउँदैन पनि त आउँदैन। कोही पनि आउन परेन, आयोस् नआओस्। यस्तै हो भने बुढा, बुहारीले यस्तै व्यवहार देखाउन थाली भने बरु छुटाएर राख्ने हो कि के हो? किन छुटाएर राख्नु पर्यो र? छोराले सुधारला नि, नयाँ नयाँ बुहारी यस्तै हो आजकलका केटाकेटी। होइन लटे धामी, मेरो बिहा नहुँदै मेरो मृत्यु छ कि के हो? त्यही भएर त तपाईँलाई मेरो सङ्गत गर्नुहोस् भनेको, मसँग हिँड्नुहोस् भनेको। तपाईँले मैले 1 वर्ष अगाडिदेखि भनिरहेको छु नि यो कुरा। तपाईँले बिहे गर्नु भने तपाईँ मृत्यु हुन सक्नुहुन्छ। लट्टे धामी दाई, हजुर भन्नुहोस्, के सेवा गरौँ? मलाई केही सहयोग गर्नु पर्दैन। मेरी भाउजू ग्रह बनेर भित्राकी छिन्। मेरी भाउजूलाई कसरी तलाउनु पर्छ भनेर हात देखाउन आएकी। खोइ हात देखाउनु। नानी, तिम्री भाउजू ग्रह भन्दा पनि महाग्रहकी रहेछन्। तिम्री भाउजूले तिम्रो घरमा एउटा न एउटाको ज्यान चाँडै लिँदैछन्। राम 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 राम। लट्टे दाई त्यस्तो पो हो? त्यसको लागि के गर्नुपर्छ मैले भन्नुहोस् न। के गर्नु पर्दैन नानी, मैले पनि दशग्रा कटाउनको लागि कालो बोको खसी बाख्रा कति सकाई र पनि दशग्रा निको भएन। तिम्रो भाउजूलाई पनि त्यही त खोजे त होला नि। बरु तिम्रो भाउजूले समयमा तह लगाउने भए कालो बोको कालो भाले ठिक बारे हुन्छ हाम्रो लटे झाङ्ग्रीलाई। मैले आफूले खानालाई भनेको र तपाईँ पनि कस्तो कुरा गर्नुहुन्छ? तपाईँको दशग्रा कटाउनको लागेको कालो बोका कालो भाले मैले लिएर आउनु भनेर भने, उसको पनि भाउजूको दशग्रा कटाउनु छ। अनि उसले मैले भन्नु परेन त? फेरि उसको हातको रेखामा जे देखायो त्यही भने मैले। ए भनेपछि मेरो भाउजूलाई तलाउनको लागि कालो भाले ल्याउनु पर्यो? यो भन्दा सजिलो उपाय छैन? भन्नुहोस् न। ठिक छ, तिमीले कालो भाले ल्याउन सक्दिनौ भने अलि यता आऊ, सजिलो उपाय म भन्छु। त्यसलाई मारेर ल्याऊ, त्यसलाई मारेर ल्याइसकेपछि सबै कुरो सकिन्छ, बुझ्यौ नि? जसरी भयो भने तिमीले त्यसलाई मारेर ल्याउनु पर्छ, नत्र मारेर ल्याएन भने जे पनि हुन सक्छ। कुरो बुझ्यौ? ठिक छ, तपाईँले भनेअनुसार म काम गर्नेछु। मेरो यति काम पुरा भयो भने म एउटा मात्र होइन 2टा कालो भाले ल्याएर दिनेछु। होइन लोटे धामी, के कुरो भयो त्यस्तो खासा खुजु? एउटा मात्र होइन 2टा भाले ल्याउँछु भने? यस्ता लाटा गाडालाई जे भने पनि भइहाल्यो नि, भ्रममा पार्ने त अनि। फेरि म साँच्चीकै धामी पनि होइन नि। तपाईँले फेरि
त्यो बोका सक्यो, बाख्रा सक्यो, कुखुरा सक्यो भनेर चाहिँ नभन्नु है फेरि अरूलाई। भ्रममा पार्ने काम नगर्नुहोस्। के गर्नुपर्छ, कसो गर्नुपर्छ सबै त्यो म आफै मिलाउँछु। कुरो बुझ्नु भयो नि तपाईँले? ठिक छ, म बोल्दिनँ, तर तपाईँको सङ्गतमा लाग्दा लाग्दा मेरो जिन्दगी जाने भइसक्यो क्या लटे धामीज्यू। तपाईँ टेन्सन नलिनु न, तपाईँको जिन्दगी कसरी जान्छ फेरि तपाईँ त्यस्तो कुरा गर्नै नगर्नु क्या। मसँग लागेपछि जिन्दगी जाने होइन कि, हामी त माल खानु पर्यो नि। लटे झाँगरीको सङ्गत गरेर पनि साह्रै जिन्दगी जाने भयो मेरो। फेरि पनि तपाईँ त्यही जिन्दगी जाने कुरा गर्नुहुन्छ भनिहालेँ त। हामी दुईजना मालामाल सँगसँगै भएपछि ठिकै छ, उसो भए जाउँ। ओहो सागरे, अनि नयाँ दुला दुलै कता हो नि? कता होला र? हनिमुन मनाउनु जान्ला होला नि यिनीहरू। कहाँको स्वागत मनाउनु हुनु सागर मिच्यू? भगाएर ल्याएको बुढी अब फेर्ने कपड पनि छैन, यसो बजारतिर गएर 1-2 जोर किनिदिउँ कि भनेर हिँडेको। हिँड्नुहोस् के जाम, बरु बजारमा जान ढिला हुन्छ। किन हतार गर्नु पर्यो र बुहारी नानी? एकछिन बस न, गफ गर्नु। गफ त गर्नुहुन्थ्यो नि दाइ, के गर्नु, घरमा काम गर्ने मान्छे पनि कोही पनि छैन। बजारबाट छिट्टै फर्केर आएर काम गर्नुपर्छ आफैले सबै। बुहारी भएर यतिको बुझ्ने चाहिँ हुनै पर्यो नि। घर व्यवहार चलाएर खान सक्ने क्षमता चाहिँ छ क्या बढी तिमीसँग। जे होस्, सागर मिच्यूले घर व्यवहार चलाउन सक्ने मितिनी चाहिँ भेटाउनु भएको रहेछ। कहाँ भेटाएको कुरा गर्नुहुन्छ मिच्यू? उसलाई पाउन मैले दिन रात नभनिकन कति तपस्या गरेको छु। तपाईँ चाहिँ सजिलै भेटाउनु भएछ अरे। त्यही त नि सागर भाइ, तेरो मिज्यूलाई बाङ्गाटिङ्गा कुरा गर्न बाहेक अरू के नै आउँछ र? त्यही भएर त अहिलेसम्म राँडी बस्नु भएको छ नि उहाँ। म राडा बस्नु कारण तपाईँ नि धोनी। मेरो दशग्राह छ, लगन फाल्नुपर्छ भन्दा भन्दै तपाईँको पछि लगाएर यही हालत भयो। तपाईँसँग सङ्गत लाएर हिँडेर ठिक होला जस्तो लागेन हजुर। आफूभन्दा सानो उमेरको मिज्यूले बिहा गरिसक्नुभयो, आफू त यस्तै हो है। नआत्तिनुहोस्, अझै तपाईँको लगन 1 वर्ष छैन क्या। कुरो त दुवैजनाको ठिकै हो मिच्यू। अब म पनि उहाँको पछि लाग्दा 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 यस्तै गरी तपाईँलाई जस्तै 2 वर्ष झुलाउनु भयो उहाँले। उहाँको सँग चटक्कै छोडिदिएँ, अहिले बिहे गरेँ मैले। यसैले मिच्यू के को लगन कुर्नु, के को धामी झ्याग्री हेर्नु गरिदिनुहोस् बिहे यही महिनामा। हेर सागरे, तैँले बिहे गर भन्ने बित्तिकै उहाँको बिहे हुँदैन। यदि उहाँले जबरजस्ती बिहे गर्नुभयो भने उहाँको मृत्यु पनि हुनसक्छ। त्यसमा को जिम्मेवारी? फेरि त पनि मसँग 2 वर्ष हिँड्दा केटी हामी हेर्न नगएको होइन, तेरो भागमा उनी लेखेको रहेछन् त। अनि कहाँबाट अरू केटी पाउँछस् त तैँले? फेरि मैले तँलाई त्यति बेला पहिलो अक्षर सबाट नाम आउने केटी पाउँछस् भनेर भनेको थिएँ। अनि बुहारीको नाम चाहिँ के पर्यो नि सागर भाइ? मेरो नाम सृष्टि हो दाइ। ए, तैँले मलाई नपत्याएको होइन? आखिर नाम त सबाटै आउने रहेछ त बुहारी नानीको। ल ल दाइ, हजुर पनि राम्रै ज्योतिष हुनुहुँदो रहेछ। हजुर कहाँ हामी पनि कहिले कहिले हेराउन आउँला नि। हिँड्नुहोस् जाम, ढिला भइसक्यो। अघि तपाईँले मेरो पछि लाग्दैन भनेर भन्नुहुन्थ्यो, अबदेखि तपाईँ मेरो पछि लाग्दै नलाग्नुहोस्, जानुहोस्। होइन त्यस्तो होइन नि त हजुरले। म मर्नु छैन क्या, बिहा चाहिँ गराइदिनु पर्यो क्या मेरो, जसरी भए पनि। ल बिहा भनेको होइन क्या, होइन बिहा चाहिँ गराइदिनु पर्यो मेरो। होइन हौ शिखा, कहाँ गइराखी नि? अनुहार पनि रिसाएको देख्छु त। कहाँ हुनु नि? त्यही लट्टे धामी दाइ कहाँ गइराखी हात देखाएर? होइन हौ शिखा, हात हेर्न चाहिँ किन गएकी नि? मान्छे हेर्दा सानो सानो छेस कि बेको लगन हेर्न गएकी होस् र? म मेरो बेको लगन हेर्न होइन, मेरो त्यो भाउजू बनाउँदैछ नि त्यसको बाउको बेको लगन हेर्न गएकी। ल पनि जा, मलाई धेरै बोल्न मन छ नि, म गएकी। ल जा। भाउजू भनौ ती नन्द चाहिँ पढाउने, आफू चाहिँ मोबाइल हेरेर बस्ने, अलिकति लाज लाग्दैन तिमीलाई? के को लाज? के को लाज? म यो घर सबै काम गर्न आएको हो र? तिमीहरूको म नक्कर्नी हो र?
भाउजू न त मैले तपाईँलाई नोकर भनेको छु न त नोकरको जस्तो व्यवहार गरेको छु। बुहारी चेली मान्छे भएपछि नन्दको छेउमा आएर मोबाइल हेरेर बस्नु लाज लाग्दैन? एउटा बुहारी चेली भएपछि घर सिँगार बटार गर्ने अलिकति पनि अकल छैन? आयो टुस्सुक बस्यो मोबाइल चलायो। मैले मोबाइल चलाएर बसौँ या नबसौँ त्यो मेरो कुरा हो। तिमीलाई नचाहिने कुराहरू बोल्नलाई कुनै आवश्यकता छैन, बुझ्यौ नि तिमीले? त्यही पनि मेरो बुढाले आजसम्म यो काम गर बुढी ऊ काम गर बुढी भनेर काम लाउनु भएको छैन। त्यही माथि तिमीले चाहिँ म माथि हुकुम चलाउन तिमी चाहिँ मेरो को हो र? भाउजू दाई भएर नै तपाईँ यो घरको बुहारी बनेर आउनु भएको हो। म को हो भनेर नसोध्नुहोस्, म त्यही दाईको बहिनी हो, बुझ्नुभयो? त्यो त मलाई के थाहा दाई हो कि अरू हो, तिमीहरूको नाजायक सम्बन्ध पनि त हुन सक्छ। सबै कुरा मलाई थाहा हुन्छ र? के रे हामी दाजु बहिनीको पवित्र सम्बन्धले यस्तो भनेर तिमीलाई अलिकति लाग्छ सक्दैन? तिमीलाई त के गरेको तिमीहरूले हो? यो गाउँ समाजलाई के रणनीति देखाएको छ तिमीहरू? अलिकति लाज दिनु छैन, शरम धर्म भन्ने कुरो केही पनि छैन है तिमीहरूको। अनि बुहारी तिमीलाई यस्तो सानो बच्चीसँग यसरी लुछालुछ गर्न अनि बातविवाद गर्न अलिकति शरम लाग्दैन? छे बच्ची भाके भए मसँग मुखमुखे लाएर भाउजूमाथि हात उठाउन आउँथे र? अझ छोरीलाई सम्झाउनु काछा ससुर पनि मै माथि खन्निने। म त फेरि ससुर नभनिकन भएको यति भादारी पनि ओखालेर फाल्दिनला नि फेरि। के रे मेरो बाको दारी उखालिदिने रे? देख्नुभयो त बा यो भाउजू कस्तो रहेछ? अनि तिमीलाई आफ्नो बाउ सरको ससुरालाई यसरी मुखमुख लाग्न तिमीलाई अलिकति लाज लाग्दैन? भयो छोरी, यस्ता लाज नभएका नगचरीसँग मुखमुखै लागेर केही फाइदा छैन। यो बुहारीलाई त त्यही छोराले टाउकोमा टेकाएर यो अहिले हामी घर परिवार सबैसँग एकदम प्याच गरी बोल्ने भयो कि? गर्नु न गर्नु, बाउ छोरी मिलेर अझ गाली गर्नु। तपाईहरुले गाली गर्दैमा मेरो एउटा कपालको रङ पनि हल्लिने छैन। यो कुरा त म मेरो बुढालाई नभनी छाड्दिन। जाऊ कोही पनि डराउनेवाला छैन। यस्तोसँग बोलेर काम छैन के रन्जित छोरी। होइन यो घरको मान्छेलाई मैले जति राम्रो गर्दा पनि कहिले राम्रो भएन। त्यस्तो ममा के नै छ र? यो घरको मान्छेले मलाई देखिसक्दैन। तर के छैन, म यसै पनि नराम्रो उसै पनि नराम्रो। बाबुआमालाई मारेर म बरु यो घरमा राज गरेर बस्छु। बुढी के भयो? के सोचेर बसेको? केही पनि होइन बुढा, घरमा एक्लै छु, मनमा के कुरा खेलिरह त्यही भएर हो। ए भनेपछि मेरो बुढीलाई कहिले बच्चा खेलाउ जस्तो बोलाइरहेछ क्या? किनकि तिमीले सोचेर बस्दा मलाई त्यस्तै लाग्यो। होइन नन्दज्यू, के को मलाई टुलु हेरेको भान्सु गर्नु पर्दैन, खानु पर्दैन? होइन भाउजू, आज मेरो गाउँतिर जाने काम थियो, त्यसैले आज तपाईँ नै बनाउनु ल भान्सा। के रे अबदेखि भान्सुमा बस्न पर्ने मरे के तिम्रो के हात खुट्टा भाँची खान्ड? त्यस्तो होइन भाउजू, मेरो आज गाउँमा काम परेर मात्रै हो हजुरलाई भान्सामा बस्नु भनेको। फेरि अघि पछि त भान्सामा मै बसेको त हुन्छु नि। आज एक दिन भान्सामा बस्नु भन्दाखेरि हजुरले हात खुट्टा भाँचेको भन्नुहुन्छ? ठिकै छ, हजुरलाई भान्सामा बस्नु मन छैन भने मै खाना बनाउँछु। भयो जाँदा हुन्छ। फेरि भाउजूले खाना पकाइनिन् भनेर फेरि दाइसँग कुरा लगाइदिनु होला। भाउजू, मैले तपाईँको कुरा कहिले दाइलाई भनेको छु र? भयो धेरै सत्य साबित गर्न पर्दैन, गइहाल तिमी। होइन है भाउजू, नङ्ग्लो मासु टाँसिए चाहिँ बस्ने मान्छे दाइलाई त बाहिर एक्लै पठाउनु भएछ। होइन है नानी, सानो कुरामा पनि दाइ र मेरो बारेमा खुब चासो लिन्छौ त। होइन, तिमीहरू छोरी बरी जहिले भेटे पनि कोही न कुकुर र बिरालो जस्तो गरिरहन्छौ। कहिले काहीँ त यसो शान्तिले पनि बस्ने गर न। घरमा शान्तिसँग मिलेर बस्नुलाई त भाउजू कतिले हुनु पर्यो नि? जहिले पनि सौतिनी नन्दा जस्तै व्यवहार गर्नुहुन्छ मलाई। त पनि नरिसा न नानी, भाउजूले एक दुई वचन लायो भन्दैमा रिसाउनु हुँदैन। किनभने भाउजू भनेको आमा सम्मानको हुन्छ। अनि बरी तिमी पनि केटाकेटी नन्दसँग कस्तो न्यु खोजिराखेको त? यसो केटाकेटीले भनेको त दुई चार वचन सहँदा पनि हुन्छ नि त। तिमी त बुझ्ने मान्छे हो नि त। नि तिमी बुझ्ने भएर नै यो घरमा बुहारी बनेर आएकी छौ। हामी तिम्रो अगाडि बच्चा जस्तै छौ। एउटा बच्चाको माउले चल्ला आफ्नो स्याहार्छ नि,
त्यसै गरी हामीलाई सम्हाल्नु पर्ने हो तिमीले। माउले चल्लालाई स्याहार झै गरेर म तिमीहरूको स्याहार सुसार र तिमीहरूलाई स्याहार्न आएकी होइन। मलाई त त्यही दिन थाहा थियो, जुन दिन म यो घरमा दुलै बनेर भित्रेको थिएँ त्यही दिनदेखि मलाई थाहा थियो मेरो लागि यो घर नर्क हो भनेर। तर मैले जे सोचेको थिएँ आज त्यही हुन पुग्यो। भाउजू तपाईँले सोचेको कुराहरू सबै पुरा भएन त? अब यो घरमा बस्नु मन छैन भने जाँदा हुन्छ। छोरी, मुखमा जे आयो त्यही नभन् भाउजूलाई। भरे फेरि भाउजूले सबै कुरा दाइलाई लगाइदियो भनेदेखि तेरो दाइ फेरि हामी माथि खनिन्छ। अनि बुहारी, छोरीले शान्तिनो कुरा यसो भन्यो भनेर मन दुखाउने होइन, मनमा चिन्ता नल्याउ नि फिटिकै। यस्तो कुरालाई सानोतिनो भनिँदैन आमा। आज घरबाट निस्केर जा भन्नेले भोलि मलाई नै घाँटी थिचेर मार्न बेर लाग्दैन यिनले। यी भाउजूले खुबै आफूलाई कौवा सम्झिन्छ। यी भाउजू कौवा हुन् भने म स्याल हो, स्याल। हेर्दै जाऊ यो घरमा कसको पहिला मृत्यु हुने रहेछ। छोरी, एकहोरो भएर तिमी केही सोच्नु परे जस्तो छ। केही कुरा त मनमा सोचेकै छ। ठिकै सोध्नु भयो आमा तपाईँले मेरो मनमा के सोचेको छु भनेर। पछि थाहा पाउनुहुन्छ मैले के सोचेको छु भनेर। तर मैले सोचेका कुराहरू तपाईँले समय आएपछि आफै थाहा पाउनुहुन्छ। खोइ यो घरको नन्दलाई कसरी सम्झाउनु, यो घरका बुहारीलाई कसरी सम्झाउनु। एउटी यता रिसाएर जान्छे, एउटी उता रिसाएर जान्छे। यति भएपछि त्यो किन नमर्ले? दाइ भाउजू अगाडि म यसै नराम्रो उसै नराम्रो। यो पानी म भाउजूलाई खुवाउँछु। नबस्छ बास नबच्छ बाँसुरी। बरु भाउजूको कता गएछिन्? नानी होइन, सधैँ औँसीको रात जस्तै कालो हुने अनुहार आज त उज्यालो देख्छु त। खास कुरो के छ? खास कुरा त के होइन भाउजू, सधैँ कालो अनुहार पारेर के बस्नु भनेर हो। फेरि मैले पनि धेरै कुराहरू सोचेँ आफ्नो आमासम्मको भाउजूलाई सधैँ किन झगडा गरिरहनु भनेर। बरु मबाट केही गल्ती भएको छ भने आफ्नै नन्दलाई बहिनी सोचेर माफ गरिदिनु है भाउजू। नानी, तपाईँले मसँग माफी माग्नुहुन्छ भनेर मैले कहिले पनि सोचेको थिएन। आज अचानक मसँग माफी माग्दा कता कता शङ्का लागेको छ। भाउजू हिजो अस्ति हामी दुश्मन जस्तै थियो, त्यही भएर तपाईँले मलाई हरेक कुरामा शङ्का गर्नुहुन्थ्यो। यी सब कुराहरू छोडिदिनुहोस्। बरु मैले तपाईँले कागती पानी ल्याइदिएको छु, खानुहोस्। नानी पनि मेरो लागि कागती पानी बनाएर कति माया मानेर ल्याउनु भएको। यो पानी तिमीले खाने होइन, तिमीले भाउजूले माया गरेर कागती पानी बनाएर खुवाउन लाग्यो होइन त? ल तिमी बाहिर मसँग। यो कागती पानी मेरो बुढीलाई भन्दा तँलाई आवश्यक छ। बुढा, मलाई पनि बिहानदेखि पर टाउको दुखेर रिङ्गाटो लागिरहेको छ। यो कागती पानी मैले खाँदा के हुन्छ र त्यस्तो? फेरि धेरै पछि नन्नाले मलाई माया गरेर कागती पानी बनाएर ल्याइदिनु भएको छ। कागती पानी बनाएर ल्याउनमा हजुरलाई त्यति धेरै रिस उठ्यो? चुप लाग तिमी। यो पानीमा तिम्रो नन्दको माया मिसेको छैन, विष मिसाएको छ। दाइ तपाईँ यो नचाहिँदो कुरा किन गर्नुहुन्छ? के रे मैले पनि नचाहिँदो कुरो गरेँ? तँलाई त यो पानी अब तैबी अनि के गरेको यो? यो रमिता देखाउन तिमीहरूलाई अलिकति साम लाग्दैन? लाज किन छैन? त्यही त अनि बुढा, यो घरमा कल झगडा बाहेक केही पनि हुने भएन। शान्ति त कहिले पनि आउने भएन। यो के भएको? यो केही होइन आमा, तपाईँको छोरीलाई राम्रोसँग सम्झाउनु। तपाईँको बुहारीले के नै गरेको छ र यो घरमा? उसले यो घरमा ज्यान दिनुपर्ने र यो मेरो बहिनी होइन, यो दुश्मनले मेरो बुढीको ज्यान लिनुपर्ने। अनि बाबामा यसले यसलाई मार्नको लागि त्यो पानीमा विष हालेको थिए। यी मेरो आँखाले देखेको थियो। तपाईँहरूलाई मेरो विश्वास लाग्दैन भने सोध्नुहोस् तपाईँको छोरीलाई। के यसले भनेको कुरा साँचो हो? भन्न भन्, तेरो दाइले भनेको कुरा साँचो हो? हो आमा हो, यो कुरा साँचो हो।
मलाई पनि मेरो भाउजू मार्ने कुनै रहर थिएन। अब तपाईँहरू आफै भन्नुहोस्, आफ्नो बाउ आमा मरेको कसरी हेर्न सक्छु? त्यसैले मैले आफ्नो भाउजू मार्ने निर्णय गरेको। छोरी खुनको बदला खुनै लिनुपर्छ भन्ने छैन। यी सब कुरा फेरि तँलाई पहिल्यै थाहा रहेछ। हामीलाई पहिल्यै भनेको भए हुन्थ्यो नि। त्यही त नि बुढी, कसैले हत्या गरेर खोज्छ भने हत्या नै आफूले गर्नुपर्छ भन्ने केही छैन के। अनि बुहारी, हामीले तिम्रो त्यस्तो के बिगारिदिएको थियौँ र? हामीले तिमीलाई त कुनै त्यस्तो नराम्रो हिसाबले बोलेका पनि थिएनौ, कुनै केही गरेका पनि थिएनौ। अनि हामीलाई मार्न तिमीले किन खोज्यौ? बदला हो बाउ बदला। जुन दिन मैले यो घरमा पाइलो टेकेको थिएँ नि, त्यो दिन सबैजना मिलेर मलाई तपाईँहरूले मेरो बेइज्जत गर्नुभएको थियो गाउँ समाजको अगाडि। किनकि मेरो शिरमा घौँटो थियो, त्यही भएर म मन बसेको थिएँ। तर अब म मन बस्दिनँ। तालाई त बुहारी के गरेको तिमीले यस्तो? यो अलिकति दिमाग त छ?